यहाँ हेर्न सक्नुहुन्छ ढुङ्गामा चाहिँ खतरा टाइपले मासु पोल्दा छौँ हामीले चाहिँ होइन। ओ माई गड आगो पनि दामी बल्ल हेर्न सक्नुहुन्छ गाइज, हेर्न सक्नुहुन्छ। वाउ लुकिङ सो गुड है, दामी रोस्ट टाइपकै भइसक्यो। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आज पनि आइसकेको छु न्यू नाइट विथ न्यू भ्लग है। सो कि सन्चै हुनुहुन्छ होला, म एकदम फिट फाइन बबाइलै छु होइन। आज चाहिँ ट्याक्कर आएर नाइटमा चाहिँ हामी चाहिँ अब साथीहरू मिल्दै होइन एकदम स्पेसल ठाउँमा आएको छ। ट्याक्कर तपाईँलाई देखाउँछु के हुँदैछ कस्तो हुँदैछ भन्ने कुरो होइन। सो आज हामी साथीहरू चाहिँ मिलेर यहाँ बारबिक्यू भन्दैछौँ, कस्तो के हुन्छ ट्याक्कै हेर्दै गरौँ। सब्सक्राइब गरेर सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। सो सपोर्ट गरिदिनु। सो लाइफमा पैसा कमाएर पनि अब सधैँ गुणस्तर राख्नु पनि राम्रो होइन, कहिले इन्जोय नै गर्नुपर्छ होइन। मरि गए चाहिँ के लान्छ र। सो अब पैसा जम्मा गर्ने रमाइलो गर्ने होइन, पैसा भन्दा पनि जिन्दगी चलाउनु चाहिँ हुँदैन होइन। अब कहिले काहीँ चाहिँ रमाइलो गर्नुपर्छ, घुम्नु पनि पर्छ होइन। जिन्दगी मजा भनेको रमाइलोले नै अब त्यो सम्झना यादगार हुन्छ होइन। त्यो पल पनि एक हिसाबले बनाउनु पर्छ है। अनि ट्याक्कलाई हामी त्यहाँ चिसो ल्याएर हामी साथीहरू मिलेर साथीभाइ मिलेर चाहिँ ट्याक्कलाई यहाँ जङ्गलमा आएर मस्त मासु पोएर खाँदैछौँ गाइस है। यहाँ देखाइदिइहाल्नु टन्टडाइम भन्दा कति भन्नु होइन, कति के बोल्नु होइन। जस म भन्न चाहेको भनेको त्यही हो, रमाइलो गर्नुपर्छ लाइफमा होइन। इन्जोय लाइफ भनेको चाहिँ यस्तै कुराले हो, घुम्नुपर्छ खानुपर्छ होइन। उमेर हुँदाखेरि नै घुम्ने हो, उमेर हुँदाखेरि नै खाने हो। भोलिपछि बुढेसकालमा बुढो भइसकेपछि त अब के खान्छ, खाने उमेर पनि हुँदैन, समय नै हुँदैन। पैसा हुन्छ त्यो बेलामा आफूसँग उमेर हुँदैन क्या, त्यस्तो टाइम हो त्यो। त्यो अहिले अलिकति पैसा भयो भने होइन, अलिकति छ भने चाहिँ अहिले पनि रमाइलो गरौँ, यही टाइममै गरौँ होइन, रमाइलो गरौँ त्यही भन्न चाहे होइन। सो लेट्स सी गाइज, दिस इज आवर बारबिक्यू भाइ। यहाँ हेर्न सक्नुहुन्छ ढुङ्गामा चाहिँ खतरा टाइपले मासु पोल्दा छौँ हामीले चाहिँ होइन। ओ माई गड आगो पनि दामी बल्ल हेर्न सक्नुहुन्छ गाइज। यस्तो खतरा व्यवस्था मिलाएकोमा कसले मिलाएको छ त्यसलाई चाहिँ थ्याङ्क यू सो मच यो ठाउँमा चाहिँ आएर होइन। अनि हाम्रा केटाहरू चाहिँ जङ्गे दादा चाहिँ यता बसेर यहाँ स्ट्रिम खाँदैछ, काब्रेली सम्धी। तर यो चाहिँ खासमा त्यो चाइनिज सम्धी होइन होइन, यो चाहिँ बाहुन सम्धी हो होइन। हेर्दाखेरि पनि देखिन्छ त्यो एउटा भाइरल छ त सम्धी होइन। यो चाहिँ उतवास देख्छ क्या, एउटा केटीको बुढो बाहुन छ नि, राईको बुढो बाहुन, दारी यत्रो हो क्या, पेट त्यस्तै छ, अनुहार त्यस्तै छ, भक्क भरेको होइन। सो हामी ट्याक्कलर यहाँ आएर चाहिँ एकदमै खाएर चाहिँ म चाहिँ जङ्गलमा हो गाइज है, हेर्न सक्नुहुन्छ। रमाइलो गर्ने हो भने लोकेसन भनिदिउँ न हाम्रो होइन। लोकेसन भनिदिउँ नि त। हाम्रो चाहिँ लोकेसन कहाँ भन्दाखेरि धुली के अरे काठमाडौँबाट तपाईँहरू आउन चाहनुहुन्छ भने काठमाडौँबाट 30 किलोमिटर धुलखेल, हाम्रो काभ्रे जिल्लाको सदरमुकामबाट 4 किलोमिटर तल झरेर चाहिँ खावाबाट भित्र 2 किलोमिटर छिरेपछि हाम्रो यो ठ्याक्क यति राम्रो हाम्रो गाउँ एकदम। हाम्रो यो गाउँको प्राकृतिक नजारा एकदम यो हरियाली बस्नको लागि एकदम सही छ है। राति स्टे गर्न चाहनुहुन्छ भने तपाईँहरूले क्याम्पिङ गर्न चाहनुहुन्छ भने टेन्ट सेन्ट आफैले ल्याएर मस्त यता रमाइलो गर्न सक्नुहुन्छ। यता बारबिक्यू गर्ने ठाउँ पनि छ, एकदम इनफ छ। यहाँ जङ्गलै छ, फोहोर गर्न पाइएन, सफा गर्न रमाइलो गर्ने। टोयलेटको लागि तपाईँको उता भवन छ, त्यहाँ पनि छ व्यवस्था छ, टोयलेट छ, यता पानीको लागि छ। राति आएर यहाँ बस्नको लागि गाइज स्पेसल यहाँ पनि छ। यो चाहिँ एकदमै हाम्रो चाहिँ हरियाली गार्डन हो होइन। यहाँ टक्क सुतेर बस्नु मिल्छ, यहाँ बस्नको लागि एकदम मेजर छ। पानी पऱ्यो भने यहाँ टक्क टेन्ट टाइपको यो पनि छ। तपाईँहरू राति त्यो माथि हाइटमा गएर होटलमा नाइट स्टे गर्नुहुन्छ, यहाँ चाहिँ तपाईँको आफ्नो खुसीले टेन्ट ल्याएर कपाल सहित आफ्नो फ्यामिली बस्न पाइयो, जो पनि आएर गर्नु मिल्छ। एकदम दामी ठाउँ छ गाइज है। उहाँ चाहिँ हाम्रो साथी चाहिँ अब लाउरे साथी भएपछि आज यसो बसेर रमझम गरौँ भनेर कि होइन। अनि उहाँ पनि अलि अगाडि आएको लाउरे हो, सन्दा पहिला आएको लाउरे हो, त्यसपछिको म, अनि त्यसपछिको ऊ चाहिँ नयाँ लाउरे गाउँमा। अहिले हाम्रो यतिमा भनौँ न यतिजनामा। आज आएको कोरियाबाट आज चाहिँ मेरो के भन्दाखेरि आज मैले साथीभाइको बर्थडे भएर आज म कोरियादेखि एकदम महँगो टिकट काटेर नेपालसम्म आउन सफल भएको छु। बर्थडे बोय चाहिँ हाम्रो साधुराम बस्ने। वाह वाह ताली तेरो लागि चाहिँ स्यालुट ल यसको लागि। त्यही भएर हामीले केकको सट्टा मासु पोलेर खाँदैछौँ है गाई। डायमन्ड छँदैछ नि, देखाइजाऊ न। ओहो यहाँ डायमन्ड, ओ माई गड यहाँ गाइज डायमन्ड लेखाने। खत्म, गुड बाय, गया। बर्थडे भाइ यताबाट बचाएर बर्थडे भाइले उता खसाल्यो होइन। बर्थडे भाइ नै छैछ। अनि हाम्रो एकदम सेफ उहाँ हुनुहुन्छ होइन, उहाँको नाम चाहिँ ओ माई गड चार्जै सक्दिरह के 20% चार्ज गरिदियो कि
त्यही अब मेरो चाहिँ अब अवस्था नि त्यस्तै आइसक्यो अब अलिकति आइफोन हुनुको पीडा नि यही छ गाइज है नहुँदाखेरि हल्का एकचोटि बोइल गरेर अनि त्यहाँबाट चाहिँ पोल्यो पाक्छ क्या पाक्छ दामी तर हामी यतै काँचै खाइदिने जनावर जस्तै मान्छे पनि होइन मान्छे जनावर त हो नि यसरी अरूको ज्यानमा खानु जनावर हो नि त कि त सागपात खानु पर्यो जनावर नहुनुलाई गाइज है बस अनि हामी एकदम सँगले हाम्रो चाहिँ भइरहेछ है पकाइ भइरहेछ हाम्रो त चिसो यता छ चिसो उता पनि ल्याएको छ पानी बारीको एकदम यस्तो खाएको देखाउने हो नि त खोइ खाइहाल्नु बाजी हुन्थ्यो मेरो चार्जै सकियो नि तनाव हुन्छ अर्को पात बनायो ल गाइज अब हामी चाहिँ अब एकछिनमा होइन यो ट्याक्क पाकिसकेपछि होइन मस्त लगाएर भिडियो बनाउँछु म अहिले त्यो पाकिरहेको छ एकदम हेर्न सक्नुहुन्छ वाउ लुकिङ सो गुड है दामी रोज टाइपकै भइसक्यो ढुङ्गा पनि दामी छ स्ल्याब ढुङ्गा है पानी एकदमै मजाको यहाँ चाहिँ आगो मिलेको तेल सेल सब यहाँ छ है सो यस्तो टाइपले मसला तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ साथीहरू होइन ट्याक्क यसो ग्रेभी पहिला चाहिँ के म्यारिनेट गर्नुपर्छ होइन गाइज है ट्याक्क लाएर भन्नुपर्दाखेरि चाहिँ अब यहाँ चाहिँ तपाईँहरूले यसरी चाहिँ आएर आफ्नो टाइम स्पेन्ड गर्न सक्नुहुन्छ रमाइलोको लागि पिकनिकको लागि एकदम व्यवस्थित छ यो ठाउँमा सो हाम्रो साथी लोकेसन दिइसक्यो सो एकछिनपछि अब पाकेपछि अलिकति खाने बेलामा होइन भेटौँला कस्तो के भएछ अन्तिम यसको पकाइ कस्तो भयो भन्ने कुरो चाहिँ देखाउँला होइन सो अहिले एकछिन भेटौँला सबैले त्यसरी बनाउँला अहिले बनाउनु पर्छ म चाहिँ धुवाएर आमामा लास्ट बिजोग भइसक्यो क्या मान्छे ल अलिकति भेटौँला साथीहरू फाइनल साथीहरू हाम्रो चाहिँ मासु लगभग सानो पिस चाहिँ पाइसकेको छ है सो हेर्न सक्नुहुन्छ एकदम रातो पनि भइसक्यो रोज दामी भइसक्यो ठुल्ठुलो पिस अलिकति टाइम लगाइरहेछ होइन सो यो पनि भएन केटा यो दामी रातो भइसक्यो पहेँटा अनि यता हेर्न सक्नुहुन्छ है यहाँ चाहिँ हाम्रो ट्याक्रा रिस मासु चाहिँ यस्तो दामी छ है यहाँनिर पुरा पाइसकेको छ अब चाहिँ हामी चाहिँ त्यहाँ चिसोसँग खान्छौँ है सो एकदम दामी देखिरहेको छ हेर्न सक्नुहुन्छ होइन दामी पाकिसक्यो यहाँ चाहिँ अब एकदम ठुल्ठुलो पिस छ यो चाहिँ हल्का पाक्न टाइम लागेको कारणले गर्दाखेरि चाहिँ यसले चाहिँ हामीले रोकिरहेको छ अरू पिस हाल्नुभन्दा हाल्नको लागि लास्ट उहाँ पनि आइसकेको छ लास्टै भयो कि अलिकति रमाइलो गर्दाखेरि चाहिँ अलिकति यस्तो दुःख पनि भोग्नुपर्छ भन्दै हो रहेछ म त अघि बाटोमा ल्याम्प पिसा भन्दै थियो मलाई मात्रै आइरहेको छ धुवा यता जताको पनि हानिरहन्छ यता पनि हान्छ यता पनि हान्छ समझ रहे हो न धुवाले अब एकछिनमा भेटौँला साथीहरू खाने बेलामा फाइनल साथीहरू हेर्न सक्नुहुनेछ हाम्रो चाहिँ बाँडफाँड कार्यक्रम सुरु भइसकेको छ सो यहाँ पाकेको मासु चाहिँ अब हामीले भुजियाहरू एकदम स्पेसल चामलहरू आइसकेको छ भुजिया सोचोहरू होइन आलु प्याजहरू यसमा मिक्स गरेको छ सो होइन यहाँ छ यसलाई पाक्दैछ हाम्रो त्यहाँ हुँदैछ अझ पनि यहाँ छ है होइन अनि ट्याक्कले हामीले त्यो सानो पिस बनाइदिएर हाल्छौँ अनि हल्का मिक्स पनि हुन्छ दामी टाइप पनि हुन्छ सब लिएको हुन्छ क्या माछाहरू सब हालेको छ होइन ए अब कुखुरा यस्तो छ यो कुखुरा राख्ने हुँदैन कि अनि एकचोटि चाख्छ कि उसले चाहेको चाहे गर्दैन त हेर्न सक्नुहुन्छ ल अब हामीले मिक्स गर्छौँ अनि खाँदाखेरि पनि भेटौँ होइन सो हाम्रो बाँडफाँड कार्यक्रम जस्तो भइरहेको छ भन्नु खोजेको पाक्ने कुरो त्यहाँ पाकिरहेको छ मस्त लाग्छ त्यहाँ एकदमै दामी छ रातो भइसक्यो त्यहाँ पनि अनि यहाँ पनि छ प्लास्टिकमा होइन सो तपाईँ हामी चाहिँ खाँदैछौँ है साथीहरू ल सो फाइनल साथीहरू होइन आजको हाम्रो कार्यक्रम चाहिँ भइसकेको छ सो यहाँ अघि हामीले मासु बोलेको थियौँ नि त्यो ढुङ्गा पनि साइड लाग्दियो अनि चाहिँ जाडो भएर एकदमै यता हेर्न सक्नुहुन्छ मौसम 8-9 भइसक्यो होइन त्यो भएर चाहिँ लास्ट जाडो भएर चाहिँ अब आगो तापेर बसिरहेको छौँ है होइन तर अब चाहिँ सक्यो भने आजको प्लान केटाहरू ल आज चाहिँ हाम्रो एकदम रमाइलो गाइज है यस्तै रमाइलो गर्नुपर्छ ठुलो माछा बङ्गुर जे होइन अर्को चाहिँ त्यो भिडियो आउनु सक्छ हुन्छ अब आज चाहिँ खानुपर्छ है सो साथीहरू अब चाहिँ हाम्रो आजको चाहिँ कार्यक्रम सकिसकेको छ अब चाहिँ हामी घर जान्छौँ होइन हल्का यो आगो ताउनु त्यसै आगो सागो निभाइदिन्छौँ यहाँ हल्का सफा गरिदिन्छौँ सो हामीले गरेको फोटो सफा हान्नुपर्छ नि ए सफा त हामी सतर्क भएर बस्नु होला होइन सो फोहोर नगरिदिनु होला हामी बस हो यहाँ बसेर एकदम खुकुरोमा हान्दै यहाँ बाहिर त्यो सिन हेर्दै बस्न सक्नुहुन्छ यहाँ सुत्न सक्नुहुन्छ एकदम मिठो हावा लाग्छ होइन केही डराउनु पर्दैन एकदम सुरक्षित ठाउँ हो सो यहाँ आएर मजाले होल नाइट बस्न सक्नुहुन्छ तर मागो हामी एकदिन ग्यास चुलो ल्याएर होइन ट्रेन हालेर के पकाइदिनु भात अनि के हो त ज्यान लोकेल हो त्यस्तो गरम होइन एकदिन एउटा ट्रेन पछि केटाहरूसँग सब मिलेर ट्रेन दुईटा ट्रेन चाहिँ किनेर आउँ क्या बाहिरतिर ट्रेक जान हुन्छ यस्तो जाने प्लान गर्दै गरौँ ल होइन सो आजको भिडियो चाहिँ समाप्त भइसकेको छ साथीहरू कृपया राम्रो सुत्नु होला गुड नाइट एभ्रिवान है बाई बाई भेटौँ फेरि अरू भिडियोमा सो भिडियो हेरिदिनु भएकोमा चाहिँ थ्याङ्क यू सो मच एभ्रिवान है सो भेटौँ ल फेरि अरू भिडियोमा